धन्यवाद कार्यक्रमका सञ्चालकज्यू। शिक्षालाई जीवन्त बनाउने, व्यवहारिक बनाउने, उत्पादनमूलक बनाउने, हाम्रो धर्म, ग्रन्थ, संस्कार र संस्कृतिसँग जोड्दै विश्व बजारमा पुर्याउने महत्त्वपूर्ण आकांक्षाका साथ सञ्चालित ज्ञानको जागरण, संस्कृतिको सम्मान र नवप्रवर्धनको प्रवाह भन्ने मूल भावमा आधारित चैतन्य पाठशालाले आयोजना गरेको दोस्रो चैतन्य विद्यार्थी महोत्सव 2082 का सभाध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, नेपाली साहित्य जगतका मूर्धन्य व्यक्तित्व, सञ्चार, लेखन तथा प्रस्तुतिका बादशाह आदरणीय कवि डाक्टर नवराज लम्सालज्यू, कार्यक्रमका विशिष्ट अतिथिज्यू, मञ्च आसीन सम्पूर्ण अतिथिगणहरू, यस विद्यालयको नेतृत्व गर्नुहुने सीओ सर, प्रिन्सिपल सर लगायत यहाँहरूको यो सिङ्गो टिम, उपस्थित सम्पूर्ण शिक्षक सर म्याडमहरू, प्रिय विद्यार्थी साथीहरू, अभिभावकज्यूहरू, पत्रकारज्यूहरू, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म ओजस्वी आचार्यको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। हाल म दमकड़ा नमुना माध्यमिक विद्यालयको कक्षा 9 मा अध्ययन गरिरहेकी छु। सिक्ने क्रममा नै छु, सिक्दै जानेछु। अझ धेरै चिज सिक्न बाँकी छ, म सिक्न इच्छुक पनि छु। नियमित अध्ययन भन्दा बाहिर रहेर विभिन्न संस्थामा आबद्ध भएर काम गर्ने अवसर समेत प्राप्त गरेकी छु। आज पश्चिम नेपालको यो विद्यालयले आयोजना गरेको महत्त्वपूर्ण कार्यक्रममा मलाई आफ्नो धारणा राख्ने अवसर प्रदान गर्नुभएकोमा विद्यालय परिवारप्रति हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। हुन आज म यहाँ बोल्न मात्र आएकी होइन, सिकाउन र सुनाउन मात्र आएकी होइन। एउटा विद्यालय जसले सिङ्गो समाजमा हाम्रो सांस्कृतिक मान्यतालाई कसरी स्थापित गर्ने भनेर नेतृत्व गरेको छ, त्यो नेतृत्व सिक्न आएकी हो। एउटा विद्यालय जसले शिक्षालाई व्यवहारमै जोडेर विश्व बजारमा पुगेको भन्ने मानक स्थापित गरेको छ, त्यो मानक थाहा पाउन आएकी हुँ। एउटा विद्यालय जसले नवप्रवर्धनलाई साँच्चै बाल मस्तिष्कमा सिञ्चित गरेको छ, त्यसलाई नजिकैबाट अनुभूति गर्न आएकी हो। त्यसैले आजको यो कार्यक्रममा मलाई मन खोल्ने, समवेदना बाँड्ने र चेतनाको दियो बाल्ने सारथी बन्न पाउँदा अत्यन्त खुसी लागेको छ। यहाँहरूको आत्मचिन्तनको यात्रा समेत सफल होस्, यसका निम्ति समेत शुभकामना व्यक्त गर्न चाहन्छु। प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्, एजुकेसन इज नट द लर्निङ अफ फ्याक्ट बट ट्रेनिङ द माइन्ड टु थिङ्क। तर मैले धेरै अवस्थामा अनुभूति गरेकी छु। आज हामीले परीक्षामा कसरी उत्कृष्ट अङ्क ल्याउने भन्ने ध्येय बोकेर पढिरहेका छौँ। व्यवहारिक जीवनको समस्या समाधान भन्दा बढी सर्टिफिकेट र अङ्कसँग सम्बन्ध गाँसिरहेका छौँ। पुस्तकमा उल्लेख गरिएका उक्तिहरूलाई परीक्षाको विषय बनाइरहेका छौँ, जुन आज मानिसलाई मेसिन बनाउने पक्षभन्दा थप अरू केही होइन जस्तो लाग्छ। तर चैतन्य पाठशालाले शिक्षालाई व्यवहारसँग जोडेर नीति निर्माताहरूलाई समेत यस बाटोमा लाग्न प्रेरित गरेको सुन्दा उत्साहित छु। यस विद्यालयमा पढ्न पाउनुहुने सम्पूर्ण विद्यार्थी साथीहरूलाई बधाई भन्छु। चैतन्य पाठशालालाई विश्वास गरेर, माया गरेर आफ्ना छोराछोरीलाई अध्ययन गर्न पठाउनुहुने सम्पूर्ण अभिभावकज्यूहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। प्रिय विद्यार्थी साथीहरू, हामीले प्रयोग गर्ने पेन्सिल उस्तै उस्तै हो। जब पेन्सिल बनेर कारखानाबाट बाहिर निस्कन्छ, तब त्यो पेन्सिल कालो, नीलो, हरियो, पहेँलो जुनसुकै रङको किन नहोस्, मोटो, पातलो, अग्लो, होचो जुनसुकै आकृतिको किन नहोस्, त्यसले उसको जीवनमा कहिल्यै प्रभाव पार्दैन। फरक त त्यसले पार्छ पेन्सिल भित्र रहेको त्यो कालो लिड, जुन कति बलियो छ, त्यसले कति स्पष्ट अक्षर लेख्न सक्छ। फरक त त्यसले पार्छ जब पेन्सिलले पनि कहिलेकाहीँ गल्ती गर्छ, गलत चिजहरू लेख्छ, ती गलत कुराहरूलाई मेट्न प्रयोग गरिने इरेजरले उसको गल्ती मेट्न सक्छ या सक्दैन। फरक त त्यसले पार्छ जब हामीले पेन्सिललाई तीखो बनाउन सार्पनरमा राखेर पटक पटक तिखार्छौँ, उसका बोक्राहरूलाई छिल्छौँ, चोट दिन्छौँ, पीडा दिन्छौँ, ती चोटहरूलाई सहने सामर्थ्य पेन्सिलले राखेको छ या छैन। खास फरक त अझ त्यसले पार्छ पेन्सिल कसको हातमा परेको छ। त्यो व्यक्तिले
सृजनशीललाई कुन विधामा प्रयोग गरिरहेको छ। त्यस्तै आज हामी पनि जुन जात, धर्म, पेशा, वर्ण र लिङ्गको प्रतिनिधित्व गरे पनि त्यसले हाम्रो जीवनमा कहिले असर पार्दैन। हामी कालो, गोरो, निलो, हरियो, पहेँलो, मोटो, दुब्लो, जुनसुकै रङ वा आकृतिको भए पनि त्यसले हाम्रो जीवनमा कहिले फरक पार्दैन। फरक त त्यसले पार्छ हामी भित्र रहेको अनुशासन, गुण, चरित्र र भित्री आवरण। फरक त त्यसले पार्छ जब हामीले पनि कहिलेकाहीँ गल्ती गर्छौँ, हामीबाट पनि कहिलेकाहीँ मानवीय त्रुटिहरू हुन्छन्। ती त्रुटिहरूलाई सच्याएर फेरि जीवनको नयाँ अध्याय सुरु गर्ने सामर्थ्य हामीसँग छ या छैन। फरक त त्यसले पार्छ जब हामीलाई पनि कहिलेकाहीँ हाम्रा गुरुहरूले ज्ञान, बोध र अभिव्यक्तिको सापनरमा राखेर तिखारिरहनुहुन्छ। जीवनमा सोच्दै नसोचेका गाली गलौजहरू सहनुपर्छ। ती कुरालाई सहने क्षमता, सहनशीलता हामीसँग छ या छैन। अझ भनौँ खास फरक त त्यसले पार्छ हाम्रो सङ्गत कोसित छ। हाम्रा निर्देशकहरूले हामीलाई कस्तो निर्देशन दिइराख्नु भएको छ अनि हामीले कसको अनुसरण गरेका छौँ। म एउटा यस्तो दृष्टान्त भन्छु। एक दिन मन्दिर बाहिर भएको ढुङ्गाले मन्दिर भित्र भएको ढुङ्गालाई सोधेछ, ए साथी, तिमी र म त एउटै हो नि, होइन र? तिम्रा रसायन र मेरा रसायन पनि त एउटै छन् अनि हामी एउटै परिवेशबाट आएको, तर तिमी मन्दिर भित्र छौ अनि म मन्दिर बाहिर छु। तिमीलाई हरेक दिन हरेक व्यक्तिले ढोक्छन्, तिमी माथि सुगन्धित फुलहरू बर्साइन्छ, अबिर, चन्दन र केसरीले पूजा गरिन्छ, तर म सधैँ बाहिर हुन्छु। मलाई हरेक दिन हरेक व्यक्तिले कुल्चन्छन्, चोट पीडा र यातना दिन्छन्, न घाम न झरी मलाई सबैले हेला गर्छन्। आखिर यस्तो अन्याय किन साथी? अनि मन्दिरभित्र भएको ढुङ्गाले सुस्त स्वरमा जवाफ दिएछ, हो नि, तिमी र म त एउटै हो, हाम्रा रसायन पनि एउटै छन् अनि हामी एउटै परिवेशबाट आएको। तर फरक यहाँ सिम छ, जब मूर्तिकारले घन लिएर हामी माथि बराबर चोटहरू बर्स्याइरहेको थियो, मैले त्यो चोट मेरै सुगम भविष्यको निम्ति हो भन्ने सोचेर त्यसलाई अपनाए, तर तिमीले गलत बुझ्यौ, सहन सकेनौ र टुक्रा टुक्रा भएर फुट्यौ। अन्ततः आज तिमी मन्दिर बाहिर सिडी बनाउन प्रयोग गरिने ढुङ्गाको रूपमा काम लाग्यौ अनि म मूर्ति बने। संस्कृतमा एउटा सुशोभित भनाइ छ, कौशलम सर्व कार्यसु सदा साधेते नरम कुशलस्य कृतम कार्यम न कदाचित पराभरम। वर्तमान अवस्थामा ज्ञानको दायरा फराकिलो छ। केवल किताबमा लेखिएका कुराहरूलाई पढ्ने, स्मरण गर्ने र सम्झने मात्र होइन, विहङ्गम दृष्टि राख्ने, विश्लेषण गर्ने, समस्याको समाधान गर्ने, नयाँ चिजको सृजना गर्ने जस्ता कुरामा क्रियाशील रहन जरुरी छ। त्यसैले आज हरेक बालबालिकाले के पढ्ने र के सिक्ने मात्र होइन, कसरी पढ्ने, कसरी सिक्ने, विश्वस्तरीय प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न तयार पारिएका स्रोत र साधनको उपयोग कसरी गर्ने भन्ने कुरा सिक्नुपर्छ। त्यसैले म सम्पूर्ण विद्यार्थी साथीहरूलाई यिनै कुरामा आबद्ध रहन यो फोरमबाट अनुरोध गर्न चाहन्छु। आदरणीय स्वजनहरू, म विद्यालयको स्लोगानमा लेखिएको संस्कृतिको सम्मान भन्ने शब्दबाट आज निकै प्रभावित भएकी छु। हाम्रो समाज विकृति वा उशृङ्खलतातर्फ धकेलिरहेको छ। कयौं परिवारहरू टुटेका छन्। आधुनिकताको नाममा बा र छोराको सम्बन्ध बीच प्रश्न उठेको छ। आमा र छोरीको सम्बन्धमा मतभेदका खाडलहरू सृजित भएका छन्। म ताक्छु मुडो, बन्चरो ताक्छ घुडो भने जस्तै कयौं परिवारका छोराछोरीहरूको उज्जवल शैक्षिक भविष्यका कोपिलाहरू तुषारोपात बनेका छन्। बा उभिन त उभिनुहुन्छ, तर भरोसा दिन पर्ने ती छोराहरूको उभिने हालत झन् कमजोर बनिरहेको छ। यसको अर्थ हाम्रो संस्कार, संस्कृति, रीतिथिति, गुण र व्यवहारहरू मृत प्राय बन्दै गइरहेका छन्। यसलाई जोगाउने र यसबाट जोगिने एउटै उपाय र औषधि हो हाम्रो धर्म, ग्रन्थ, संस्कार, संस्कृति, परम्परा र रीतिरिवाजमा रहेको विश्वासलाई जोगाइराख्ने, जसमा राज्यले समेत ध्यानाकर्षण गर्नु जरुरी छ। कतिपय अवस्थामा राज्य चुकेको भए तापनि आज यो विद्यालयले प्रयास गरेको छ। म सम्पूर्ण कल्पनाकार जीवहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। भनिन्छ नि, इनोभेसन डिस्टिङ्ग्विश बिट्विन लिडर एन्ड फलोअर्स। आगामी दिनमा पनि ज्ञान
विज्ञान र धर्म ग्रन्थलाई जोडेर अगाडि बढ्ने कुरामा विद्यालयले सदैव पहल गरिराखोस्, शुभेच्छा प्रकट गर्न चाहन्छु। अखण्ड मण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शिदमेन तस्मै श्री गुरवे नमः। गुरु हुनु पाउनु त केवल भाग्य मात्र होइन, यो त अति सौभाग्य हो। आफै माता पिता बन्नु भन्दा ठुलो सौभाग्य हो। निर्देशक होइन, मार्गदर्शन बन्न पाउने एउटा लचिलो आयाम हो। त्यसैले अरस्तुको दर्शनले भन्छ, those who educate the children well are more honored than the parents। यो पुण्यको काममा आफूलाई समर्पित गर्नुहुने तपाईँ सबै शिक्षकहरूप्रति नमन व्यक्त गर्न चाहन्छु। आज हजुरहरूले दिएको मार्गदर्शनले नै समाजको भविष्य तय गर्ने भएका कारण यहाँहरूले प्रदान गर्नुभएको ज्ञान सिप र धारणाले अझ उज्यालो प्रदान गरोस्, हार्दिक शुभेच्छा प्रकट गर्न चाहन्छु। आदरणीय अभिभावकज्यूहरू, मलाई लाग्छ हामी सबैका जीवनमा थुप्रै अभावहरू छन्, पश्चातापहरू छन्, जीवनको गोरेटोमा छुटेका ती सपनाहरू छन्, चाहेर वा नचाहेर पूरा गर्न नसकेका भावका कुटुराहरू छन्। हामी सबैले ती भावका कुटुराहरू आफ्नो सन्तान मार्फत पूरा गर्न चाहन्छौँ। आफू अभावमा बाँचेर कैयौं रात भोकै काटेर एउटै कपडाले वर्षौं गुजारेर आज पनि हामी हाम्रो सन्तानका लागि चाउरिएको गालाबाट कृत्रिम हाँसो हाँसिरहेका छौँ। तर आज हाम्रो सन्तान कतातर्फ जाँदैछन्, कति बेला घर आइपुग्छन्, कोठाभित्र बस्दा के गरेर बस्छन्, दौतरी समूहहरू कस्ता छन्, खानुपर्ने चिज खान्छन् वा खाँदैनन्, जानुपर्ने ठाउँमा जान्छन् वा जाँदैनन्, भनेको कुरा मान्छन् कि मान्दैनन् तर्फ हरेक अभिभावकले आफ्नो ध्यान आकर्षण गर्न जरुरी छ। आज हामीले घर परिवारमा अग्रजलाई गर्ने व्यवहार नै भोलिका हाम्रा सन्ततिहरूले हामीमा गर्ने व्यवहार हो। घरको कुनामा हजुरआमा रोएर बसेको देख्ने ती नाति र नातिनाले भोलि आफ्नो बा र आमालाई गर्ने व्यवहार कस्तो हुन्छ होला। शराबको नसामा हातमा चुरोटको धुवा उडाउँदै आउने बाको काखमा बस्ने सन्तानले बा अनि ती सामग्रीहरू प्रति बनाउने धारणा कस्तो बन्छ होला। आज आम अभिभावकले सोच्न जरुरी छ। म यो विद्यालयको गेटभित्र प्रवेश गर्दै गर्दा चैतन्य पाठशालाले अभिभावक स्तरमा समेत त्यो चेतना पुर्याएको छ भन्ने अपेक्षा राखेकी छु। अन्त्यमा ज्ञान र संस्कारको संगम, वेद र विज्ञानको संयोजन, संस्कृति र प्रकृतिको सम्मान यो आफैमा एउटा महत्त्वपूर्ण र गहकिलो विषय हो, जसले मानवीय सभ्यतालाई काल्पनिक संसारमा कावा खाँदै ज्ञान सिप र आविष्कारको बाटोमा स्थापित गर्न मद्दत गर्छ। आज जुन भाव यो विद्यालयले बोकेको छ, यो भाव समाजको चारैवटा कुनामा फैलियोस्, राज्यले ध्यान आकर्षण गरोस्। सप्ताहव्यापी दोस्रो चैतन्य विद्यार्थी महोत्सव सफलताका साथ सम्पन्न होस्, हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। मूलत आज यो भव्य समारोहमा मलाई महत्त्वका साथ बोलाएर अगाडि ल्याएर सम्मान गर्नुभयो, हौसला प्रदान गर्नुभयो, यसका निम्ति समेत विद्यालय परिवारप्रति हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यहाँहरूले दिनुभएको माया सकारात्मक प्रतिक्रियाका साथ आगामी दिनमा पनि आफ्नो क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धताका साथ बिदा हुन्छु। हार्दिक शुभकामना, धन्यवाद। जय शिक्षा, जय विद्यालय। नमस्कार।